ल आज चाहिँ हामी अब हाम्रो यात्रा सुरु गर्न लागेको। रोहित सर हामी कहाँ जाँदैछौँ भन्नु त ल। हामी डाँडा बजार डाँडा बजार होमस्टेको लागि दोजे डाँडा। मदिराम सर एक्साइटेड। ल हामी चाहिँ 7 जना छौँ, 7 जना मेल टिचर। र सबैले हेरिदिनु होला। ल अहिले चाहिँ हामी सौरव सरको घरमा छौँ। अब हामी निस्किन लागेको। So keep watching everyone. यामा सर कस्तो भइरहेछ? बिहान उठ्नु जानु आँटेको हामी चाहिँ तर अहिले हामी मासु किन्न आइरहेको छौँ। मास्टर प्लान यो चाहिँ एउटा जोक मात्रै होइन कि सिरियस हो यामा सर? के हो यामा सर हातमा चाहिँ? के भन्छ सर? चितन मुद्रा खाइन्छ नि होइन? मुद्रा सरको चितन मुद्रा सरको ल चाहिँ हामी हाम्रो ल अहिले चाहिँ हामी यहाँ हाम्रो ठक्क चेक गर्दैछौँ हाम्रो साधनलाई। घोडा भनौँ न के साधन, हाम्रो घोडा चेकअप हुँदैछ। मेहनत करके तेरे भाइ ने के ल ओबे सरले ओभर भावुकवाला शब्द बोल्नुभयो। फेरि एकचोटि सर रिपिट। सर एक्सन भन्नु त। ल 10चोटि भयो भने त अलिक हुँदैन सर। फेरि एकचोटि सर फेरि 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 भनिदिइहाल्नु त सर, यो हाइलाइटमा राख्नु पऱ्यो। जस अब सरहरूको ग्रुपमा आज हिँड्दैछौँ। यो चाहिँ अब एउटा पार्ट अफ माई लाइफ हुन्छ जस्तो छ। यादगार हुन्छ सर। यादगार हुन्छ। तपाईँहरूलाई नि यस्तै यादगार पल बिताउनु छ भने हामीसँग जोइन हुनुहोस् अरे क्या। ल अहिले चाहिँ विवेक सर जडीबुटी खोज्न गइरहनु भएको छ। त्यहाँनिर यार्छ गुम्बाहरू। अनि रोहित सर चस्मा लगाएर त हेर्नु त। लगाउनु न ल है सर। ल है अब हामीलाई 5 मिनट सर। लगभग 10 मिनट। विवेक सर जडीबुटी भेट्नु भयो त? यो त जडीबुटी भनेर ओबे सर चाहिँ के गर्नुहुँदैछ त्यहाँ? जडीबुटी हो सर तपाईँ पनि? तुलसी आँगनमा रोपौला, हे तुलसी आँगनमा रोपौला। बाटो चाहिँ यस्तो छ यहाँनिर तपाईँ दुःख सुख सर। बाँकी चाहिँ अलिक दुःख सुख बिस्तारै चढ्दैन होला सर, यहाँ झर्नुपर्छ होला। बिस्तारै हो सर। ल अब चाहिँ हामी हाम्रो डेस्टिनेसन आइपुग्न लाग्यौँ। 3 मिनट होला, 3-5 मिनट कति हुन्छ। ल बल्ल हामी आइपुग्यौँ। सो हामी बस्ने होमस्टे चाहिँ यही हो। दुःख सुख गरेर आइपुग्यौँ यहाँसम्म। सोचे भन्दा त राम्रै रहेछ, रमाइलो हुन्छ यस्तै बाटो आउँदाखेरि। यो बाघ हो कुकुर हो के भन्छ त्यसले? बाघ भन्दा पनि बदल जस्तै चाहिँ रहेछ। के छ भाइ? डगेज भाइ।
फाइनली डेस्टिनेसनमा आयौँ हामी बाटो कस्तो लाग्यो सर बाटो त सर हल्लेकी गरेर दिपेश सर बाटो कस्तो लाग्यो नाइस म त अगाडि भिजिट गरेर आइसकेँ तपाईँहरूलाई नि भिजिट गर्न मन छ भने तर आगम दामी छ सर अगाडि भ्यू हेरिदिउँ एकचोटि ल म तपाईँहरूलाई भ्यू देखाउँछु रेडी 1 2 3 गो अरे यता चाहिँ हो दामी रहेछ त कस्तो रहेछ सर सोचेको भन्दा चाहिँ धेरै राम्रो रहेछ त राम्रो रहेछ स्पेस पनि एम्बियन्स पनि राम्रो रहेछ 3 लिटरको आयो भने जस्तै लास्टमा आयो 4टा भयो भने त ठुलो भइगयो नि हामी चाहिँ सिटी जहाँ गए पनि पढ्नु चाहिँ छोड्दिनौँ जस हामीसँग त्यतिको उयो चाहिँ छ होइन उमेरैमा मै पनि जिउकै हुँदो अहिले पो बुढो उमेरैमा मै पनि जिउकै हुँदो अहिले पो बुढो अंकुशले तानो कि चटारोले हान्यो कि यो नानीको शिरमै मोहनी मेरे सामने वाली खिड़की में एक चांद रहता है मेरे सामने वाली खिड़की में एक चांद सा टुकड़ा रहता है अफसोस है वो हमसे कुछ उखड़ा रहता है एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको मायालाई ताकेको रेशम फिरिरी उडेर चौकी डाँडामा भन्छन् रेशम कुन्दी नपुग्ने हो मलाई सम्झेर संसारलाई तिमी कुन्दी नपुग्ने हो हे तुलसी आँगनमा रोपौला हे तुलसी आँगनमा रोपौला मायाले छोपौला ल बाँकी चाहिँ अहिले एकछिनमा ल अब यो चाहिँ हाम्रो फर्स्ट खाजा अलिअलि भइहाल्छ होइन हाम्रो सर फाइनल्ली यो चाहिँ हाम्रो खाजा चाउचाउ र अन्डा अन्डा त छैन चाउचाउ सुरु भइसक्यो ल सुरु गरौँ सर आँसु ताएको छैन नि सर मजा आयो साइली परदेशबाट आउँला सुन साइली साइली 40 कटेसी रमौला
सुन साइली साइली परदेशबाट मौला सुन साइली साइली 40 का देशी मौला। ल सबैलाई गुड मर्निङ। यो चाहिँ हाम्रो मर्निङ भ्यू। यहाँ सर यसो भ्यू हेर्नु हुँदैछ खेतीपाती कस्तो भइरहेछ हाम्रो सर। हल्का खोल्ने चाहिँ यति त सहनु पर्यो नि अरे। भएर जाँदाखेरि त्यसलाई यसो मर्मत गर्नुपर्छ होला। र यो चाहिँ हाम्रो होमस्टे सरहरूलाई देखाइदिनु पर्छ होला। जाउँ सर ड्याङ र डुङडुङ गरिदिउँ न। हाम्रो मर्निङ भ्यू। र हामी बसेको रुम चाहिँ यो हो। कृपया जुत्ता चप्पल बाहिर राख्नु होला। सरहरू सुतिरहनु भएको छ। मदिराम सर, हाम्रो सर बाहिर हुनुहुन्छ। अवेद सर, विवेक सर अघि 3 बजे उठिसक्नु भइसक्यो। सर सर ए रोहित सर अनि सर गुड मर्निङ ल सरहरू। गुड मर्निङ जस्तो छ। टिचर लाइफ चाहिँ एकदम इन्जोयफुल हुँदो रहेछ। तपाईँहरू पनि एउटा सिक्न सक्नुहुन्छ होइन। ल सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ नो स्मोकिङ। ल यो चाहिँ हाम्रो आज बिहानको ब्रेकफास्ट। खाजामा चाहिँ हामी जहिले पनि चाउचाउ नै खान्छौँ। आफ्नै देशमा उत्पादन प्रोफेसर कस्तो भइरहेछ तपाईँलाई? कस्तो इन्टरभ्यू लिएको जस्तो भयो यार। रमाइलो लागिरहेछ नि। रमाइलो भन्दा पनि सर मिठो लागिरहेछ। रोहित सर, शरद सर, We are in the top of the world. Above the Mount Everest. So we are having this. के भन्छ? चौचौ and soup. दनै लाग्छ क्या सुत्न। एम सरको 2 शब्द खान्छौ दिन न त। दनै लाग्छ हैन। सकेको छ। ल अब मनी खान्छु। अनि एकछिनमा हामी धोजे डाँडा होइन सर? ए धोजे डाँडा कि काबु खाए ल। अनि त्यहाँ जान्छौँ है खाए है। ल्याम्बा अरे। विवेक सरले चाहिँ अहिले ऐसेलु यसो टिपेर खानु हुँदैछ। मिठो जान्छ। यो अलिक उपर मिठो पर्छ होला हौ। पर जाउँ। यहाँ रहेछ नि ड्यामी। ल अहिले चाहिँ हामी धोजे डाँडा जाँदैछौँ वकिङ। दामी रहेछ त। फुलहरूको देशमा पो बस्छौ भन्थ्यौ नि। ल यो कुकुर पनि हामीसँग हिँड्दैछ। बस्छ जस्तो देखिन्छ यता चाहिँ। विवेक सर फुलहरूको देशमा बस्नुहुन्छ अरे। फुलहरूको देशमा पो बस्छौ भन्थ्यौ नि। ल हामी चाहिँ यहाँ धोजे डाँडा आइपुगिसक्यौँ। यहाँ रहेछ गेट चाहिँ, मन्दिर रहेछ। टावर चाहिँ त्यहाँ। दामी रहेछ त भ्यू त। ए डाँडा
बित्यो जवाना र हाम्रो विवेक सरले ओप्पोहरूले दामी फोटो हान्नुहुँदैछ फोटोग्राफर अनि फोटो चाहिँ कसको भन्दाखेरि हाम्रो रोहित सरको तर कस्तो यहाँ अलिक क्यान्डी लाइटले हाम्रो धोजे डाँडा ल यो चाहिँ हाम्रो अब खाना टाइम होइन पर्ने छ चिकन उता आउँदैछ ल्याम्म साथी हो हालिदिएको छ पैसा खाऊ है खाए ल ल खामै दाल ल हामीले हाम्रो जस होमस्टेमा बसेर अब हामी फर्किँदैछौँ एक रात बसे पनि यादहरू चाहिँ जिन्दगीभरिको लागि हुन्छ होइन ल यो मोमेन्ट्स पनि तपाईँले हेरिदिनु होला अनि आजको लागि हाम्रो यो यहीँनिर इन्ड रोहित सर एक पन्च हानिदिनु त क्यामेरामा ल